दुईटा करेन नुडल्स अनि त्यसको सुपहरू यहाँ हालेको छु। तर थोरै हुने क्या, अब सबैले बाँडेर खानु पर्यो। तर एकदमै मिठो हुने क्या यो सुप चाहिँ, धेरै पनि हुन्छ। त्यही भएर अब धेरैजनालाई पुर्याउनु पर्यो, त्यसको लागि एउटा आइडिया लगाएको छु मैले। यहाँ चाहिँ छ पास्ता जस्तै यो आटाको चाहिँ बनाएको छु। यसरी लामो लामो बनाएको थिएँ, उसिन्दाबाट टुक्रेर मसिनो भएछ। मजाले पकाउनु पर्छ नि त यस्तो। अब यसमा मोल्नुपर्छ। यहाँ एउटा बोइल्ड एग नि छ, पियाज र धनियाँको चटनी हाल्छु। अब यसमा मोलेपछि खतरा मिठो हुन्छ। मिठो कुरा हामीलाई धेरै खानु मन लाग्छ नि त। अनि यो करेन चाहिँ एकदमै मिठो, किन यस्तो मिठो बनाएको होला कम्पनीले है। मेरो फेभरेट हो, 50 रुपियाँ भए पनि कहिलेकाहीँ खान्छु। अब यसमा हालौँ अनि मिसाउँ। अनि म र छोराले खाने क्या, दुईजनाले। त्यही भएर पुऱ्याउनु पर्यो होइन त छोरी। कति मिठो हुन्छ क्या यो करेन नुडल्सको चाहिँ मसला। अनि तर धेरै पनि हुन्छ, त्यही भएर आइडिया लगाएको कस्तो हुन्छ है त टेस्ट। जेमा पनि मोलेर खाँदा यस्तो मिठो हुँदैन कि के गर्नु र। यस्तो मिठो बनायो हौ कम्पनीले करेन नुडल्सको यो सुप चाहिँ। चाउचाउ त ठिकै छ, क्वान्टिटी पनि, क्वान्टिटी थोरै भए पनि चलेगा। क्वान्टिटी थोरै भए पनि चलेगा। अब यहाँ हालेर खानु पर्यो, यहाँ चाहिँ राखिदिनु पर्यो। दादालाई बोलाऊ है छोरी। दुईटामा मात्र कडा हुन्छ नि त, यसको नुन चर्को हुन्छ। यसरी मिक्स गरेर खानुहोस् त, खतरा हुन्छ। अनि हेल्दी पनि हुन्छ। आटाको आटा प्लस मैदा हुने भयो। दे आर फाइटिङ, लेट्स इन्जोय देम। खतरा यसरी मिक्स गराउँदा है खतरा हुन्छ। नत्र त कस्तो चर्को हुने नि, पिरो पनि धेरै हुन्छ, केटाले खान सक्दैन। यसरी मिसाएर खाँदा सबै खाँदा। तिम्रो पनि फेभरेट हो नि? आधा जति सकाइदिने यसको, यहाँसम्म थियो। कस्तो मिठो हुन्छ यो नि। रामेनको सेकेन्ड मिठो चाउचाउ इन द वर्ल्ड। सफा all are green।